बागमती नुनथर कसलाई थाहा होला होइन, कमेन्ट गर्नु होला है त। ए हल्का विशेष काम भएर चाहिँ गाउँ आएको थिएँ। ओपर जाडो ओपर ब्रेक टाइम गाइज ब्रेक। यो भिडियो सरकारसम्म पुऱ्याइदिनु पर्यो, बाटो बनाउनु पर्यो। नमस्ते लास्ट साथीहरू, गुड मर्निङ, वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। इट्स मी कृपा मगर तामाङ। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशाको साथमा चाहिँ आजको न्यू डे न्यू भ्लगको सुरुवात भइसकेको छ। र सोचिरहनु भयो होला यो आज कहाँनिर आएर भ्लग स्टार्ट गरिरहेछ भनेर, यस्तो हरियाली छ पछाडि ब्याकग्राउन्डमा भनेर। म चाहिँ हिजै गाउँ आएको थिएँ, किनभने हल्का विशेष काम भएर चाहिँ गाउँ आएको थिएँ। अनि हिजो चाहिँ भ्लग गर्न पाइनँ, किनभने हिजो 1:30 बजे हिँडेको थिएँ काठमाडौँबाट हामी। अनि बेलुका राति आइपुग्यो नि त। अनि छिटो आउनुपर्ने थियो। अहिले त छिटै रात पर्छ जाडो महिनामा त 5 बजी नै रात पर्छ। त्यही भएर आज चाहिँ फर्किँदैछौँ। त्यही भएर आज चाहिँ भ्लग गर्छु भन्ने सोचिरहेको छु। अनि के काम हो यसरी तुरुन्तै गाउँ जानुपर्ने भनेर सोचिरहनु भयो होला। त्यो थाहा पाउनको लागि चाहिँ भिडियो अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। भिडियो अन्तिमसम्म हेर्नु होला, अनि आफै थाहा हुन्छ है त साथीहरू। ल अब चाहिँ खानासाना खाएर निस्किनु पर्ने हुन्छ। अहिले चाहिँ 7 बजिरहेको छ। यस्तो छ वेदर चाहिँ यहाँको, एकदमै जाडो छ साथीहरू। काम पनि लागेको छैन, एकदमै जाडो छ। आउँछु हेर्नु नि, त्यहाँ आउँछु। कतिजनालाई चाहिँ थाहा होला मेरो गाउँ कहाँ हो भनेर, कतिलाई चाहिँ थाहा छैन होला। म चाहिँ रौतहटबाट हो, नुनथर बागमती नुनथर कसलाई थाहा होला होइन, कमेन्ट गर्नु होला है त। सो अब चाहिँ खाना खान जानुपर्ने हुन्छ। खाना खाएर निस्किहाल्छौँ हामी चाहिँ। घाम झुल्किन लगाइरहेको छ त्यहाँनिर, हेर्नु न साथीहरू। वेदरमा झुलाएको त्यहाँ खोला छ। यस्तो खोलाको छेउमा यस्तो जाडो हुन्छ नि, त्यही भएर चाहिँ टोपी सोपी लाएर बस्नुपर्ने हुन्छ। म चाहिँ रेडी भइसकेँ, अब निस्किने हो खाना खाएर हो। गाइस वेदर हेर्नु न आजको। आमा घरबाट निस्किसक्यो हामी चाहिँ खाना खाएर। यस्तो छ वेदर, ओपर जाडो ओपर। ब्रेक टाइम गाइज ब्रेक। बाइक तात्यो। 12 बजी चाहिँ बल्ल घाम लागेको छ गाइज। मौसम यस्तो भएको छ, बल्ल मौसम खुलेको छ। दामी देखे हरियाली। यस्तो छ। मिठो आधी बाटो आइपुग्यो हामी चाहिँ। भ्यू हेर्नु नि साथीहरू, त्यहाँ दामी छ है भिडियो। भिडियो अरे भ्यू त रहेछ भ्यू। ज्यादा करके दूध में पानी नहीं, एकदम मोटा। और चाय पत्ती कति हो खौला देना। खान्छु ल अब। धुलो उड्यो धुलो। ओइ ओ ओ दामी
यस्तो रोड देख्यो भने कहाँको रोड भनेर चिनिन्छ? नेपाल। सरकारसम्म पुर्याइदिनु पर्यो यो भिडियो सरकारसम्म पुर्याइदिनु पर्यो बाटो बनाउनु पर्यो धुलो हेर धुलो बाटो त्यस्तै धुलो त्यस्तै बाबा कस्तो गाह्रो छ अनि उफ्रिँदा ढाड दुखिसक्यो सबै जिउ दुखिसक्यो मलाई राम्रो बाटो हालत पतली हो गया तलबाट त्यो घाम देख्छु न घामको अनुहार देख्न पाइएन आज त फोटो हान्नु पर्यो यता हेरिदिनु न सागर लामा यता हेरिदिनु न नाटकै छु फेरि ती भाउ खान्छ नि हाल धेरै ज्याकेट झर्नु न फोटो हानौँ भिडियो खिचौँ एक दुईटा हेर न हेर ढङ्ग कस्तो राम्रो देखाएछ भने यो ढुङ्गै ढुङ्गा नाङ्गो डाँडा
हालत सो गाइस दिस इज नेक्स्ट डे अनि हिजो चाहिँ मैले भ्लग एन्ड गरेको थिइनँ किनभने आउने बित्तिकै सुतिहालेँ एकदमै थक लागेको थियो 2 दिन नस्टर बाइकमा हिँडेर सो के कामको लागि गएको भनेर पनि भनेको छैन मैले सो अहिले भन्न गइरहेको छु यही कामको लागि गएको थिएँ अनि यो निस्केको चाहिँ लगभग 1 वर्ष भइसकेको थियो अनि लिन जान पाएको थिएन त्यही भएर गएको थियो हामी बुढाबुढी अनि सोचिरहनु होला कतिजनाले चाहिँ यो कहाँ जान लाग्यो पासपोर्ट निकालेर भनेर त्यो चाहिँ बिस्तारै थाहा हुन्छ हजुरहरूलाई सो आजको भ्लग चाहिँ यति नै एकदम सर्ट भयो होला त्यही पनि माया गरिदिनु होला हेरिदिनु होला है सो यति जेलसम्म मेरो साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद मन परेमा लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला